सम्पूर्ण नमस्कार। मेरो नाम पवन विश्वकर्मा र आज म चाहिँ मेरो हजुरबा हजुरआमासँग बसेर हाम्रो पुर्खाको बारेमा कुरा गर्न गइरहेको छु र यससँगै विश्वकर्मा जातिलाई किन कामी भनियो भन्ने कुरामा पनि म छलफल गर्न गइरहेको छु। कति पनि ढिला नगरी यो विषयलाई अगाडि बढाउन गइरहेको छु। हाम्रो पुर्ख्यौली चाहिँ कहाँ हो, पुर्ख्यौली बसाइ कहाँ थियो, कहाँबाट आइयो, त्यही त न लेँदै बाबुले लेँदै पुर्ख्यौली भए। त्यहाँ उनका छोराहरू यहाँ उहाँ गोल काट्दाखेरि बाघाले जापानले गोल लाउँछ भनेर बाबुले भनेर त्यहाँ उहाँ झाँग्री रहेछ पानी निस्कने ठाउँमा पानी लिन जा भनेर जाँदा बाघाले घरलाका फेँदामुनि पानीको उहाँ साँचा छोरोमा मरे। मर्दाखेरि बाउले केही हतियार नलगा, बाउ पनि लड्दाखेरि दुइटैलाई खायो। बाउ छोराले खाएर त्यहाँबाट अहिले यहाँ हामीले मान्दैछौँ, आज पूजा गर्दैछौँ। नाम जानिएन पुर्ख्यौली कुरा यस्तै हुँदै आएर के कसो भन्दैछौँ। खाएर हामीले त्यो बाजेका यहाँ सम्झना पूजा गर्दैछौँ। उनीको अरूले यस्तो भयो उस्तो भयो भनेर उनीहरूले त्यहाँ तिनीका छोराहरू यहाँ बाजेहरू भनौँ खहरे आएर बसेछन्। एउटा अरूबिनी त्यहाँबाट सरेर काहीँ डाँडा आए, अझै काहीँ डाँडो भन्ने छ, त्यहाँ कोची आयो। कोचीबाट अहिले स्वामीबाट आइयो। हाम्रो खडक हाम्रा नाति नातिना हामी स्वामीबाटमा आइयो। तुलाराम हजुरबा मौते मेरा बाबै मौतेका छोरा हिमालाल बिने टिकाराम सीताराम है अब दाजुहरू बिते, कान्छा पनि बिते, म एउटा काहीँलो छु। 90 वर्षको छु। र जति पनि बागलुङ लेदीगेदीबाट हुनुहुन्छ उहाँहरू चाहिँ आफ्नो जुन चाहिँ हामीले यहाँ मान्ने भनेको पूजा मान्ने बाजे पूजा हामीले मान्ने गरिन्छ। बाघाले खाएर त्यो उत्रेर हामीले पाठा कुखुरा पूजा गरिन्छ यहाँ खोलामा, भित्र ल्याइन्न। त्यस्तो गरेर मानेका छौँ। बाजेहरूको कुरा त्यो भयो। छोराहरूका कुरा यहाँ आएर हामीलाई कोटी लियो, खहरी लियो, त्यहाँ काहीँ डाँडा लिए, यहाँ खोला बोल्छ, त्यहाँबाट कोटी आइयो। त्यहाँ हाम्रो बाबुहरू स्वामीबाट आइयो। बाबुहरू पनि गए, दाजु दिदीबहिनीहरू गए। म एउटा बुढो छु, 90 वर्षको। बागलुङ लेदीगेदीमा जति पनि जिजु बाजे कुल पूजाहरू मान्नुहुन्छ नि, जिजु बाजे पूजाहरू मान्नुहुन्छ होइन? उता पनि पूजा गर्छन् होइन? मैले सुनेको यो कुरा चाहिँ हो कि होइन? जिजु बाजे पूजा गर्छ भने सुनेको। त्यो भनेर गएका हुन् कि केटाहरू, केही टुप्पो पाइएन। अनि बागलुङको लेदीगेटबाट हेर्दै हुन्छ उहाँले चाहिँ आफ्नो कमेन्ट बक्समा गएर आफ्नो धाराहरू राख्न सक्नुहुन्छ। र जुन चाहिँ कामीलाई विश्वकर्मालाई किन कामी भनिन्छ भन्ने विषयमा पनि म कुरा गर्छु भनेको थिएँ। बाहुनले हाम्रो वेद चोरेर लगेर कामी देखिनुहुन्न, वेद सुन्नुहुन्न भनेर बाहुनले हिंसा गर्ने हामीलाई। हिंसा गर्ने त्यो वेद कामीको पहिला बाहुनको वेद हराउँदाखेरि जलमा केमा कामी वेद चोरेर लियो। अनि सुन्नुहुन्न, कामीलाई देख्नुहुन्न, यार हिँड्ने बेला आयो भन्छन्। र अर्को कुरा चाहिँ के छ भने विश्वकर्मा जातिलाई कामी चाहिँ कसरी हो भने किन राखियो? विश्वकर्मा त जाति हो र कतिपय बाहुन वर्म कामी विश्वकर्मा दुई हुन 4 भाइका हौँ। तर त्यो नाम कसरी रह्यो? नाम कसरी रह्यो त? किन राख्यो त कामी? विश्वकर्मालाई कामी किन भन्यो भन्ने कुरा त्यही हो। भन्ने कुरा किन सोधेको मैले, किन राखेँ त यो नाम?
त्यो भनिदिनु न हजुरले त्यो हो त। बुझ्नु पर्यो। अब अहिलेको युवाहरू पनि बुझेको छैन, कतिपय मान्छेहरूले आफ्नो नामको पछाडि कामी राखिरहेका छन्। र मैले पनि कुनै बेला कुनै समयमा मैले पनि राख्थेँ पवन कामी यो भनेर राख्थेँ। तर पछि बुझ्दै जाँदा गुगल यताउति सर्च गर्दै गर्दाखेरि चाहिँ के देखियो भने विश्वकर्मा जाति चाहिँ विश्वकर्मा जाति नै हो र कामी चाहिँ काम गर्ने आधारमा सबैलाई कामी भनिन्थ्यो भन्ने चाहिँ मैले कामी पढेको। सबैको दाज गरेर हैँसा कोदालो दिया पाल्ने जोत्ने सबै गरियो हुनाले कामी राखे। कामी भनेको यी सबैलाई भनिन्थ्यो, कामी सबैलाई भनिन्थ्यो, काम हिँड गरेर गर्यो। सबैलाई कामी भनिन्थ्यो। र पछि चाहिँ यो चाहिँ एउटा वर्गलाई एउटा भनौँ न एउटालाई मात्र रहन गयो कामी भन्ने कुरा चाहिँ मैले यसरी बुझेँ। र हजुरबाले पनि त्यसरी बुझ्नु भएको रहेछ, नाम चाहिँ त्यसै गरी नै राखेको रहेछ। यो कुरा चाहिँ हामीलाई देख्न नहुने सायद नपर्ने यो के हो। हामीले दुनियाँ दियौँ बच्चा मान्छे पालियो हैँसा कोदालो गरेर जोतेर अहिले कामीलाई हिँड गरेर लौ कामी विश्वकर्मालाई कामी हो। काम गरेर हामी कामी हो, तर हामी त विश्वकर्मा बाहुन वर्मा हो। हामीले कमाएका धुपबत्ती पालाहरू, तामो अम्फरा बहुनाहरू, गाउरी ताउलाहरू दिया सबै छन्। दियाहरू पुजेर उनी अघि आउने हामीले बनाएका बाजा गाजा बनाएर उनी साइत परो भनेर हिँड्ने दही हिँड्ने हामीले बनाएका बाजा सहनाई कर्नल बनाएर ऊ अघि जानु भने दही आएर सायद पऱ्यो भने ऊ अघि लाएर जान्छ। हाम्रो सामान बनाएका अँ, हामीलाई देखिन नहुने यो के हो। यसमा निसाब के हुँदो रहेछ सोधौँ त भनेर रोधेँ। बागलुङ लेदीगेदीबाट यदि जोडिनु भएको छ, हेरिरहनु भएको छ भने आफ्नो कमेन्टमा आएर आफ्नो धारणा विचार राख्न सक्नुहुन्छ। र जति पनि अहिलेको युवाहरूले बुझ्नुपर्ने कुरा भनेको विश्वकर्मा नै हो र कामी अरूले दिएको उपनाम भन्ने कुरा चाहिँ यसरी बुझ्नुपर्छ। र मैले अहिले यो सामाजिक सञ्जालमा धेरै देखिरहेको छु र कुनै समयमा मैले पनि आफ्नो नाम पवन कामी भनेर चियो चर्चा गर्थेँ, जुन चाहिँ पछि बुझ्दै जाँदाखेरि मलाई पनि अलि नराम्रो लाग्यो। किनकि अब कामी जात नै भइदियो भए त केही फरक पर्थेन होइन। यो अरूले दिएको उपनाम मैले किन स्वीकार्ने भन्ने कुरा चाहिँ मेरो मनमा रहिरहेको छ। र हजुरहरू पनि यसबारे अध्ययन गरी अनुसन्धान गरी अन्वेषण गरी चाहिँ यो कुरालाई चाहिँ यो शब्दलाई जुन कामी भन्ने शब्द छ यो कुरालाई चाहिँ हटाउनको निमित्त म तपाईँहरूप्रति आह्वान गर्दै यस भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।